त्यो छ नि त्यो मैले के होइन त्यो केटी ओलीको ठुलो समर्थन केटी त्यसको प्रश्न के अरे प्रश्न भन्ने इन्टरभ्यूमा क्या त्यसको आज मैले इन्टरभ्यू हेरेँ क्या आज होइन यस्तो मलाई नाक खराब भयो कि झन् होइन त्यो नाइटबाट आएको दिनमा झनै खराब भयो कि अहिले चाहिँ अलिकति फ्रेस भयो केपी ओलीको चाहिँ यत्रो ठुलो फ्यान कि होइन केपी ओलीको पो त्यो गुणगान गाएरै उसले सिकाएन कि त्यस्तो के यस्तो के अरे केपी ओलीको चाहिँ केपी ओलीको के अरे केपी ओलीको सिल्ड कसैले उसलाई ठान्छ भने उसको चाहिँ त्यो सौभाग्य अरे केपी ओलीको सिल्ड भनेको बुझिस् त्यस्तो होला नि ए हाँसेको है होइन ठिकै उसले भनेको कुराहरू कुनै कुनै ठिकै पनि छ जस्तै अब बोल्न नसकेको मान्छेहरूको बोली बोल्न पाउँदा उसलाई एकदम राम्रो पनि लाग्छ भनेको त्यो हो होइन अब केपी ओलीको त फेरि गुणगान गाएर त सिद्धिँदै नसिद्धिने क्या गुणगान त गायो तर हुन्छ नि बढी नै गायो कि त्यो अलिकति किनकि पार्टीमा कुनै पनि पार्टीको उसले के भन्यो भने अनि त्यो प्रश्नको त्यो जुन इन्टरभ्यू दिने मान्छे हुन्छ नि उसले यस्तो भन्दाखेरि के जस्तै हुन्छ नि तपाईँको जस्तै के उसले चाहिँ फेरि हुन्छ नि एकदम डाइरेक्ट सोध्छ कि त्यो पत्रकारले चाहिँ फेरि क्वेसनहरू त्यस्तै यसरी के तपाईँको केपी दादा अनि त्यत्रो बच्चाहरू मार्ने अनि तपाईँको त्यो के अरे मार्ने भन्दाखेरि फेरि कस्तो खालको कुरा गर्छ भने नराम्रो मान्छेहरू पनि छ भन्दाखेरि के पार्टीमा नराम्रो मान्छेहरू पनि छ भन्दाखेरि फेरि यस्तो कुरा पनि गर्छ बुझ्ने कुरा नि गर्छ होइन यस्तो हुन्छ अब पार्टीमा कस्तो कस्तो मान्छे छ अब त्यो त अब पार्टी भनेको त पार्टी हो नि त म त पार्टीलाई समर्थन गरेको हो जस्तै त्यो पार्टीमा मान्छेहरूको होइन भन्छ थाहा रहेछ त पार्टीमा राम्रो कुराको मात्रै उयो हुन्छ नराम्रो कुराको कुनै पनि त्यहाँ समावेश भएको हुँदैन मलाई फेरि यस्तो कुराहरू चाहिँ मलाई राम्रोसँग गर्न आउँदैन होइन साँच्ची हो कि त्यो क्लियर रूपमा मलाई भन्न आउँदैन कि कुनै पनि वर्डहरू तर बुझ्छु कि बुझ्छ नि त थाहा हुन्छ नि त आजलाई पनि होइन त्यो भन्न नआउने चाहिँ हामीलाई त्यो सबै खाने अनि के त्यो बखैदा के भन्ने वर्डहरू हामीलाई बोल्न आउँछ भने त त्यस्तो अलिक अप्ठ्यारो प्रयोगमा छैन नि त उसले त्यो कुरा राम्रोसँग बोल्छ ठिक छ हामी त्यस्तो के बोल्न नआए पनि होइन मुखले डाइरेक्ट बोल्न नआए पनि त्यो थाहा हुन्छ कि इमीले फेरि उठ्यो कि फेरि जापानिजमा गयो होइन अर्थ चाहिँ बुझ्छ कि मजाले के भन्न खोजेको भनेर मजाले बुझिदिन्छ थाहा रहेछ पार्टी भनेको एउटा नाम हो अब त्यहाँभित्र भएको मान्छेहरूको कारणले गर्दा चाहिँ पार्टीलाई चाहिँ नराम्रो हुन्छ भन्ने थाहा रहेछ त केपी ओली पनि एउटा त्यस्तै मान्छे हो पार्टी नाम चाहिँ एकदमै राम्रो भयो होइन काम पनि पार्टीको राम्रो हुन्छ कुनै पनि पार्टीले आफ्नो पार्टीमा नराम्रो कामहरू समावेश कसैले पनि गर्दैन कि त्यो पनि हामीलाई पनि थाहा छ है पार्टीको मान्छे भनेको त्यही केपी ओली हो अध्यक्ष भनेको के हो अध्यक्षसँग जस्तो पनि आदेश दिने पावर हुन्छ जे पनि हुन्छ कि अध्यक्षसँग त हुन्छ होइन त्यस्तो हुन्छ भन्ने उसलाई थाहा छ नि त्यही पनि त्यो उयो के पुरै गृहमन्त्रीलाई हत्यारा अरे भगवान् सुगानुलाई कि किनकि अब सुगन त अब बिचरा सुरुवात होइन तर उसलाई यो पोलिटिक्सको बारेमा केही पनि कुरा थाहा छैन कि तर सुगन गुरुङ चाहिँ उठेको छ भने ऊ यताउता छलकपट केही छैन अब यस्तो यो के अरे मिडियाको मान्छेहरूले अब यो भाइरल हुने मान्छेहरूले त जे पनि भनिहाल्छन् होइन कसरी चाहिँ त्यो एउटा सानो गल्ती खोजौँ र यसलाई हुन्छ नि बर्बाद पारौँ भन्ने मान्छेहरू चाहिँ सनसनी छ अहिले किनकि सुदान भनेको गरिब मान्छे हो उसको हरेक इन्टरभ्यूहरू पनि हेरेको छौँ हामीले होइन उसको गाउँघर कस्तो छ उसको घर परिवार कस्तो छ त्यो सबै त्यो देखिसकेको छ कि त्यही भएर मान्छेहरू नपस्दो रहेछ कि जुन गरिब अनि यो के अरे गरिब राम्रो मान्छे जसले चाहिँ मेहनत गर्छ अनि साँचो कुरा बोल्छ अलिकति हुन्छ नि नपस्दो रहेछ कि मान्छेलाई चाहिँ ठुलै हुन्छ नि त्यो मान्छे चाहिँ यदि कुनै पोलिटिक्समा उठ्नु छ भने होइन एकदमै त्यो
पहिल्यैदेखि भ्रष्टाचार गर्दै आएको अनि धनी भएकोहरू हुन्छ नि जुन हाइफाई देख्छु नि लाइफस्टाइल हो त्यस्तो मान्छेलाई चाहिँ मान्छेले केही भन्न नसक्दो रहेछ कि किनकि सुदान गुरुङ भन्दा गरिब मान्छे हो नि त देखेको छ नि त सबैले त्यही भएर त्यसले गृहमन्त्रीलाई हत्यारा भनेको कि नत्र कसैले पनि त्यस्तो भन्दैन त्यसको पहिलाको काम देखेको छ र त्यसरी बोल्नलाई मलाई त्यो कुरा चाहिँ मन पऱ्यो नि त्यो समीक्षा के अरे पराजुली के भन्ने होइन मलाई नामै तोकेर भन्नु मलाई लास्टै अरूलाई बरु के हुन्छ थाहा छैन यो विदेशमा बस्ने मान्छेहरूलाई जस्तो फ्रस्ट्रेसन आफ्नो देशमा के भइरहेको छ भन्ने कुराको फ्रस्ट्रेसन जस्तो अरू कसैलाई पनि हुँदैन यो नेपालमा बसेर क्यातर बोल्छ नि त्यो सबै त्यो भविष्यमा हुन्छ नि पोलिटिक्समा छिर्नको लागि त्यस्तो भनेर हो पहिला कसैलाई पोलिटिक्समा छिर्न मन छ भने होइन पहिला आउने विदेशमा आउने दुःख गर्ने कस्तो हुँदो रहेछ विदेशको दुःख फेरि त्यो धनी बाबुआमाको छोराछोरी जस्तो होइन कि पढ्न आउने होइन दुःख गर्न काम गर्न आउने क्या काम गर्ने पढ्ने हो त्यसरी आउने अनि थाहा हुन्छ त्यो नेपालबाट बाबुआमाले पैसा पठाइदिन्छ अनि उहाँ विदेशमा बसेर पढ्छ त्यस्तो होइन आफै कमाउने आफै पढ्ने हो यस्तो मान्छेलाई थाहा हुन्छ दुःख के हो भन्ने है साउन पनि हाम्रो दिदी त मलाई लास्टै त्यो इन्टरभ्यूले चाहिँ मलाई लास्टै खोइ किन अलिअलि चित्त पनि बुझेको थियो कुरा बुझेकी रहेछ ठिकै छ हामीभन्दा 20 वर्ष भनेपछि हामीभन्दा त बहिनी नै हो नि त 20 वर्ष उमेर चाहिँ ठिकै छ मलाई चित्तै बुझेन कि किन होइन सुदान गुरुङ हाम्रो कोही पनि होइन तर त्यो केपी ओलीको टाइम चाहिँ गयो कि त्यति मात्रै हो सही कुरा केपी ओलीको टाइम गयो उसले हुँदा के गरेको थियो र खोइ बरु अब अलिअलि भयो नि आँखा त छ उसले गर्छ गर्दैन अहिलेको पार्टीले पनि थाहा छैन हामीलाई फिक्स थाहा छैन तर कतिले 70 जना होइन 70 जना विद्यार्थी बालबालिका मरेर बालबालिकाको ज्यान गएर बनेको सरकार हो कि यत्तिकै तिनीहरूले अब पहिलाको सरकारले गरेको जस्तो गर्न उनीहरूलाई हिम्मत हुँदैन फेरि पनि यदि गर्यो भने फेरि आवाज उठाउने मान्छे आउँछ ऊ अब सहर त बस्दैन नि यस्तो मलाई यति धेरै चित्तै नबुझेको थियो होइन ठिक छ कुनै मान्छेको गुणगान गाउनुपर्छ तर त्यतिसम्म पनि होइन कि त्यसको चाहिँ नाममा चाहिँ त्यत्रो बालबालिका मारेको आरोप छ कि त प्रुफ लिएर आउनु पर्यो त्यसले मारेको होइन भनेर होइन अनि बोल्दाखेरि केही हुँदैन शङ्का छ नि त प्रुफ लिएर आउने नत्र उसले मारेको छैन भनेर हामीलाई पनि चित्त बुझ्छ नत्र निर्दोषलाई दोष दिएर थुन्ने कसलाई चाहिँ त्यो इच्छा हुन्छ र समीक्षा पराजुलीको मलाई एउटा एकदमै राम्रो वर्ड चाहिँ के लाग्यो भन्दा त्यो इन्टरभ्यूमा साँच्ची हो कि होइन बोल्न नसक्ने त्यो हुन्छ नि स्पिकिङ मान्छेको अगाडि बोल्न नसक्ने मान्छेको बोली बोल्न पाउँदाखेरि खुसी लाग्छ भन्ने मात्रै कुरा ठिक लाग्यो अरू मलाई ठिक लागेन अरू चाहिँ मलाई ठिक लागेन मान्छेलाई सिधै हत्यारा मलाई मेन त्यो सुदान गुरुङलाई हत्यारा भनेको भनेर पनि हो होइन किनकि यो गरिब मान्छे हो कि गरिब परिवारबाट आएको हो नि त उसलाई त त्यहाँ त अब टिकेर बसेर खाना दिँदैन नि त यस्तै मान्छेहरूले त अनि त्यो के अरे पत्रकारले यस्तो पनि सोधेको थियो कि होइन तर उसले पत्रकारले अब साँच्ची नै रियलमा सोधेको हो कि त्यो अब हुन्छ नि त्यो यस्तो कुरा बुझ्नलाई सोधेको हो यस्तो भनेको के अरे अनि तपाईँ त अनि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने तपाईँको इच्छा रहेछ पहिला भनेर सोद्धाखेरि यस्तो भन्नु इच्छा चाहिँ थियो तर अहिले चाहिँ अब मलाई त्यस्तो केही हुन मन लागेन यस्तै हो भने त यस्तो नराम्रो तरिकाले हेर्ने बुझ्ने हो भने त मैले के बुझेँ थाहा छ के अरे अमिषा पराजुली चाहिँ केपी ओलीको किन त्यति धेरै गुणगान गाइरहेछ जस्तो फिल मलाई लाग्यो भने नि केपी ओली यदि पोस्टमा भइराख्यो भने किनकि ऊ त पहिल्यैदेखि उसको त्यो हुन्छ नि त्यो सपोर्टर रहेछ नि त केपी ओलीसँग टचमा बसिराख्यो भने सायद ऊ पो महिला प्रधानमन्त्री नै बन्ने उसलाई आश पो थियो कि पहिलादेखि त्यही भएर त्यस्तो अहिले पनि उसको सपोर्ट लिएको होइन अब त अब त्यो केपी ओली त गयो नि त ट्रेनमा गयो नि त
जेलमा बस्दा अब कसले बनाइदिन्छ त उसलाई अब प्रधानमन्त्री अब अहिलेको सरकारले त बनाउँदैन त्यही भएर होला उसको त्यो इच्छा मरेर गयो होइन अब त चान्स छैन नि त अब त बन्ने प्रधानमन्त्री बन्ने किनकि त्यस्तो घुसखोरीहरू गयो अनि मलाई चाहिँ अब जो मान्छे पोलिटिक्समा आउन खोज्छ त्यो मान्छे कस्तो खालको परिवारको हुनुपर्छ जस्तो लाग्छ भने नि मलाई होइन उसलाई त्यो मान्छेलाई फेरि पोलिटिक्सको बारेमा कुरा थाहा हुँदैन होला ठिक छ तर उसलाई थाहा हुन्छ कि जनता हुन्छ नि नेपालको जनता कस्तो अवस्थामा छन् भन्ने कुरा उसलाई थाहा हुन्छ कि त्यो मान्छे चाहिँ कस्तो हुनु पर्यो भने उसको पास्टमा चाहिँ एकदमै गरिब के गरिब एक छाक दुई छाक खानलाई स्कुलको फी तिर्नलाई पनि पहिलाको मान्छेहरूले भन्छ नि 22 धारा यो पसिना बगाउने आँसु झार्ने हो त्यस्तो भन्ने मैले धेरै सुन्थेँ क्या मेरो यहाँ मम्मीहरूबाट त्यस्तो सुन्थेँ मलाई नै थाहा छ मलाई स्कुलको फी तिर्नलाई कति गाह्रो हुन्थ्यो होइन स्कुलमा खाजा खानको लागि पैसा नहुँदाखेरि कस्तो हुन्थ्यो साथीहरू कसरी हिँड्दा म कस्तो थिएँ हो त्यो सबै कुराले थाहा हुँदो रहेछ क्या अहिले मैले बुझ्दैछु नत्र यो पोलिटिक्समा मलाई केही बोल्नलाई केही इन्ट्रेस्ट पनि थिएन होइन तर मलाई यो इन्टरभ्यू हेरेर चित्तै बुझेन कि किन थिएन ऊ 20 वर्षको मान्छे भएर होइन त्यत्रो 20 वर्षभन्दा कम उमेरको विद्यार्थीहरू मारेको मान्छेको सपोर्ट लिएको देखेर चाहिँ मलाई चित्त नबुझेको कारण चाहिँ त्यो हो अब यो पोलिटिक्समा आउनु छ भने कुनै पनि धनी मान्छेहरू होइन किनकि धनी मान्छेहरू भनेको कुनै न कुनै ठाउँबाट उनीहरूले भ्रष्टाचार गरेकै हुन्छ है अब चाहिँ यो पोलिटिक्समा आउने मान्छे भनेको एकदमै गरिब पास्टमा उसले यति धेरै दुःख गरेको होस् कि उसले त्यो दुःखबाट यति धेरै कुरा सिकेको होस् कि त्यो देखेर हेरेर होइन कि ऊ आफैले खुद हुन्छ नि आफूले खुद त्यो भोगेर सिकेको होस् कि नत्र हाम्रो नेपालमा गरिब मान्छेहरूको सङ्ख्या यति छ कि होइन यस्तो अवस्थाको गरिब मान्छेहरू छ कि जसलाई इच्छा खान पनि के अरूलाई ढोगेर हुन्छ नि हार गुहार अझ रोएर आँसु पसिनाको धारा चुहाएर पनि एक छाक पनि खान नपाउने मान्छेहरू छ कि हो त्यस्तो परेको मान्छे आयो भने चाहिँ बरु अलिकति देशमा नत्र त्यो यस्तो यो धनीमानी यो हुन्छ नि अलिकति प्यातर बोल्ने किन प्यातर बोल्नु काम गरे भइहाल्यो नि काम गरेर देखाए भइहाल्यो तर रिस उठिरहेको छ